So hi guys, welcome back to my channel. This is gonna be a full vlog and यो vlog चाहिँ almost a week ago को मैले edit गर्न बाँकी थियो so मैले गरेँ अहिले and I hope you guys enjoy it. Make sure you like, share and subscribe and enjoy the full vlog. By the way, मैले घरमा झन्डै दुध पकाउन लागेको थिएँ so म बचेँ and yeah, I'm really happy for that. So yo, what's up guys, welcome to my channel once again and yeah, as I'm getting late, like batom has been no one and I'm getting utterly late किनकि म आज उठे पनि I was doing अलि यताउता गर्दै टाइम मैले वेस्ट गरिरहेको थिएँ अब म कुद्दै गइरहेको छु so this is short time lapse and मैले ट्राई त गरेको थिएँ and sorry for the shaking because म हिँडिरहेको थिएँ यार So at this point I was inside the school and I was मेरो locker खोलिरहेको थिएँ किनकि I had to open my jacket and keep my bag as well किनकि मलाई चाहिँ बोक्नै मन लाग्दैन अनि या त्यही भएर I did that अनि मेरो साथी थियो उसलाई मैले भेटेँ उसँग एकछिन हात मिलाएर गफसफ गरेर he went to his class म चाहिँ मेरो क्लासमा हिँडेँ So US मा चाहिँ we have to change our classes so क्लास चेन्ज गर्दै थिएँ अनि द फर्स्ट टिचरको चाहिँ पिरियड नभएकोले आई ह्याड फ्री टाइम अनि या सेकेन्ड पिरियड चाहिँ थियो वी डिड एभ्रिथिङ एन्ड थर्ड पिरियडमा चाहिँ म फर्स्टमै क्लासमा पुगेको थिएँ बिकज इट वाज वे टु क्लोज सो यो गाइस अस्ति मेरो अगाडि कालो बिरालोले बाटो चाहिँ काट्यो अब आई डोन्ट नो डुड त्यो कालो बिरालोले बाटो काटेको थियो अब युएसए हो भनेर छोडिदिउँ अन्त फेरि अशुभ हुनु भेट लाग्दैन सो यो वाट्सएप गाइज म अहिले घर जाँदैछु अहिले चाहिँ अनि मैले स्कुलको क्लिपहरू देखाएँ अनि मैले बोल्न सक्ने चाहिँ मैले बोलेँ नबोल्न सक्ने चाहिँ मैले बोलेन किनकि मैले बोलेन लाइक मैले स्कुलमा खासै बोल्ने अफर लाग्छ क्या हावा सो इट सिम्स लाइक मलाई नै हावाले भ्लगै नबना भनेर त्यही पनि म बनाउँछु आज किनकि मलाई बनाउनु मन छ अनि हिजोको पोलमा चाहिँ लाइक 80% एन्ड 20% थियो सो म आज बनाउँछु अनि या आई थिङ्क आई माइट गो फर अ वक एट द इभिनिङ होइन लाइक बल खेल्न जान्छु होला मेबी त्यो भयो भने चाहिँ इट विल बी अ भ्लग नत्र भए मिनी भ्लग आई गेस बाँकी त त्यही हो एउटै बाटो घाम लागिरहेछ 6 डिग्री अनि के भन्नु छ अरू you ask something अनि अघि मैले स्कुलमा चाहिँ होइन लाइक टिप्सहरू निकालेँ आई डिडन्ट स्पिक अ लट बिकज बोल्न अप्ठ्यारो छ स्कुलमा कसम भन्दैछु होइन मान्छेहरू साइडमा हुन्छ साइड यता साइडमा मान्छेहरू हुन्छ सो मैले खासै बोल्नु त बोलेन बट म भोइस ओभर गरेर राख्छु द्याट्स इट सो बाँकी मौसम चाहिँ अहिले यस्तै छ लाइक इट्स रियली क्लियर अनि या के भन्नु मेरो गाइस अब लाइक घाम ठ्याक्कै तर्किरहेछ म यतिकै हिँडिरहेको छु अनि मौसम इज रियली गुड द्याट्स इट बाई द वे दह्रो हावा चलिरहेछ सो इफ यु क्यान्ट हियर माई भोइस आइ एम रियली सरी फर द्याट अनि हावा नि दह्रो कि फेरि यता लाइक घाम लागिरहेको बेला यस्तो हावा चल्छ है चिसो हुन्छ क्या फेरि झन् अहिले 6 डिग्री छ सो नथिङ स्पेसल एज युजुअल केही सुनिरहेन होला बट त्यही नै म बोलिरहेको छु ऱ्याप गरिरहेको छु अनि या द्याट्स इट अब म तपाईँहरूलाई आई थिङ्क घरबाट निस्किने बेला भेट्छु किनकि अब मसँग तागत छैन आइ एम फुल्ली ड्रेन्ड आउट अनि यस द्याट्स इट अहिलेको लागि म मेबी खाएर निस्किन्छु होला सो या त्यति बेला हाम्रो लागि बाई बाई सो यो गाइज होइन अहिले चाहिँ म बाहिर निस्केँ अनि आई थट म होइन साथीका गएर बल लिएर आई वुड प्ले भनेर सोचेको थिएँ बट इट्स वे टु विन्डी क्या आज 5 डिग्रीमा इट्स लाइक अति नै विन्डी अनि या
म बहिनीसँग गइरहेको छु सो इट्स अति नै विन्डी होइन लाइक आई थिङ्क यु क्यान हियर द विन्ड अल्सो बट त्यही भएकोले आज बल लिन्छु म अनि आई थिङ्क आई विल जस्ट रिटर्न द्याट्स इट फर टुडे लाइक जस्ट लुक एट द ट्री के कस्तो आवाज आइरहेको छ पुरा आयो यता which is sad guys so yeah so म चाहिँ अहिले साथीको घर भन्दा नि आइएम अबाउट टु गो अ पार्क होइन अनि त्यो पार्क चाहिँ म रेगुलर जाने पार्क अलिक टाढा सो अहिले म गइरहेको छु अनि नट गर्नलाई इट्स कोल्ड बट सहन चाहिँ सकिरहेको अनि यो एउटा चाहिँ अलिकति प्रब्लम हो लाइक यो एउटा यस्तो लाइक यसले गर्दा होइन मैले खासै केही गर्न नि पाएको छैन सो या आइ एम गोइङ टु द पार्क त्यहाँ गएर आई थिङ्क आई विल टेक द बल एन्ड रिटर्न होम मेबी डिपेन्ड्स अन द वेदर सो इन्ट्रेस्टिङ फ्याक्ट यो ठाउँमा त म आएको पनि छैन आई मिन बाटै पर्दैन है अनि लाइक म यता हिँडिरहेको छु बट हालोविन सिद्धेको लाइक इट्स अबाउट 5 months अनि स्टिल यिनीहरू चाहिँ छ सो गाइज यो चाहिँ होइन पार्कको सट्टा बरु मेन स्ट्रिटमा आयो होइन अनि यो आउँदैछ अर्कोमा त्यो अर्को फुटबल होला अनि या म र मेरो बहिनी त बल्ल आयो ल यसको बस आउनलाई यति कुदिरहेको छ थ्याङ्क यू दुइटै सो यसले मलाई बल दिइसक्यो थ्याङ्क यू फर द्याट बस आयो भाग सो यो चाहिँ भागिरहेको छ गाइस अनि यो त ठ्याक्कै पछाडि बस आइरहेको कि अनि इफ बस स्टपमा मान्छे छैन नि यिनीहरू बसले छोड्छ क्या द्याट गाई अफ हान्दै गइरहेको छ खै किन सो यसको बस आयो यो हप गर्दै पुगिसक्यो अनि या यता चाहिँ त्यसरी बस आउँछ होइन अनि यो यसरी मान्छे भएर चढेर जान्छ क्या ओ यसरी इफ बस स्टपमा छ भने मात्रै बस कुर्छ नत्र भए बस कुर्दैन त्यही भएर युएसएमा यस्तै हो क्या इफ होइन तपाईँहरू बस स्टपमा छ भने चाहिँ बस कुर्छ नत्र बस कुर्दैन क्या त ठ्याक्कै बस स्टपमै हुनुपर्छ नत्र भए बस छोडेर जान्छ सो न्यू थिङ माइट बी फर समवन बट हु नोज होइन अनि या बहिनी यहाँ भयो बहिनी यहाँ भयो अब गएर खेल्न पनि सक्छु नत्र भए आई डोन्ट नो आई थिङ्क हामी एकछिनको चाहिँ म पार्क लान्छु होला यसलाई त्यसपछि वी डोन्ट नो वाट विल डु सो प्लान चेन्ज अनि आई केम टु द पार्क अनि या पार्क इज लाइक मोस्टली एम्टी होइन लाइक उता फुटबल साइडमा चाहिँ मान्छेहरू खेल्छ अनि साइडलाई चाहिँ यहाँ एक्लै सुनसान ठाउँमा पाएको छ अनि अहिले एकछिन अलिअलि खेलेर हो बट आई डोन्ट थिङ्क मन धेरै बस्छ त किनकि वे टु विन्डी अनि या सो गाइज म चाहिँ अहिले यहाँ बल लिएर यत्तिकै होइन यो दिस इज स्वान पार्क अनि पुरै यो पार्क यत्रो ठुलो छ होइन अनि यो ग्राउन्ड हान्न आएको लाइक यता फुटपाथ छ होइन साइड वक अनि उता चाहिँ साइड छ लाइक त्यो पार्कमा उता चाहिँ मान्छेहरू फुटबल खेलिरहेको छ अनि म चाहिँ यता हिँडिरहेको छु सो म नि अब एकछिन हिँड्छु अनि त्यो हिँड्न सिधै बस्छ आई थिङ्क आइल गो ब्याक टु द होम एकछिन के यता आएको एक्लै होइन गाइज त्यहाँ साइडलाई अर्को एउटा मान्छे आइसक्यो क्या कुराले अब साइड चाहिँ उसमा कुरा गरेर खेल्छ हो सो अब उसलाई म घर लान्छु किनकि इट्स
really windy out here अनि राति भइरहेछ सो अब उसलाई मैले रोक्छु अनि I think I'll go home. So yes guys, yeah, this park is one of the favorite park mere kinaki just look at the view, okay, full like aeroplane if you can see, I think, yeah, so you can literally see the airplane and the beautiful clouds. And yes, this is the park. This is the reason why I love this park. Like म त आएर पहिला सुत्थेँ क्या त्यो एरियामा सुत्यो आनन्दले सन हेऱ्यो त्यही भएर आई युज टु लभ इट. अब या घर जाने म. बाई गाइस. वान पार्क सिटी अफ एभरेज. अनि यो चाहिँ के भन्छ फुटबलको लागि हो. ऱ्यान्डम मान्छेहरू पोर्चुगिज मोस्टली त्यस्तो केही मतलब हुन्न. सो पेडेस्ट्रियन्स फर्स्ट. सो गाडीहरूले रोक्छ क्या यता चाहिँ मेन कुरा चाहिँ त्यही मलाई राम्रो लाग्छ. लाइक नेपाल जस्तो यता गाडीहरू फर्स्ट त होइन क्या. इफ कोही गाडीले मान्छे देखेन होइन फर्स्ट कम्स पेडेस्ट्रियन्स त्यसपछि मात्र गाडी हुन्छ यता चाहिँ होइन. त्यही भएर बाटो काट्ने इज वान अफ द इजिएस्ट मलाई यताको लागि. बाँकी त यार यो हावा यस्तो चलिरहेको छ अनि आई थिङ्क यु कान्ट हियर मी बट या. अनि यो बच्चालाई एकचोटि मैले बुझाउनु पऱ्यो किनकि बाटोमा कुदिरहेको थियो अघि हात समात्नु भन्दै. बाँकी त आजको लागि यति नै गाइस किनकि म अब थाकिसकेँ. आज मैले लाइक गर्न सक्ने जति सब क्याप्चर गरेँ. अब I'll see you in the next vlog. Till that time, bye bye, take care and peace out.